यसरी गर्नुहोस् त हजुर आफैले दुईवटा तरिका एउटा यो भयो हो सकेसम्म अम्लालाई खुम्च्याउनुहोस् न यस्तो मुठी पार्ने जस्तो गर्ने हो अब बल्ल प्रपरले तन्किन्छ यो एउटा भयो 10-15 सेकेन्ड रोकिने अर्को अगाडिपट्टिबाट नै 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 उता फर्काउनु हातलाई हो सकेसम्म अम्लालाई नै आफूतिर लिएर आउन खोज्ने बल गर्नु नपरोस् क्या हजुरको देब्रे हातले तान्नु नपरोस् देब्रे हातले तान्दा पनि सकेसम्म उसलाई बल नगर्ने पछाडितिर आउन दिइरहनु पऱ्यो हजुरले है यो अर्को हजुरले गर्ने है पहिलो तरिका यसरी नै केहीमा अडेस लगाएर राख्ने यो अब अलि साँगुरो छ यो अलि अग्लो ठाउँमा राख्ने हातलाई 2-3 सिरानी राख्ने अनि यो हात झुन्ड्यो नि नारी झुन्ड्यो नि यहाँ हेर्नुहोस् है अब हो त्यहाँ देखाउनुहोस् हजुरले नारी झुन्ड्यो नि हो नारी झुन्ड्याउने एउटा पानीको बोतल लिने यो त धेरै ठुलो हुन्छ अलि हलुका सानो 1 लिटरको अथवा आधी लिटरको पानीको बोतल लिने त्यो बोतललाई समाउने अनि 1 2 गरेर 3 4 गरेर 10 फेर तलमाथि गर्ने ठ्याक्कै उल्टो बनाउनुहोस् 1 कुइना नचलाउने नारी मात्रै चलाउने 2 3 4 गरेर 10 गर्नुहोस् रोक्नुहोस् फेरि चलाउनुहोस् 10 गर्नुहोस् रोक्नुहोस् फेरि चलाउनुहोस् 10 गर्नुहोस् रोक्नुहोस् फेरि चलाउनुहोस् प्रत्येक चिजलाई है यो अर्को भयो अर्को हजुरले दायाँ बायाँ गर्नु 1 नै कुइना त चलाउनै पाउनु भयो नारी मात्रै 1 2 3 बोतलै समाइरहनु भएको छ है हजुरले 4 5 गरेर यो अर्को हजुरले अब यसलाई घुमाउनु पर्यो 1 2 धेरै बल नगर्नुहोस् मात्रै बोतल समातेको छ भनेर अन्दाज मात्रै गर्नुहोस् बोतल समातेर गर्नुहोस् 4 5 गरेर 10 चोटि सुल्टो गर्नुभयो 10 चोटि उल्टो यो अर्को है सबै फरक हो है हजुरले बुझ्नु भयो नि हो अब अर्को हजुरले के गर्नु पर्यो फर्काउनु पर्यो बाहिरतिर फेरि भित्रतिर हो यो पाखुरा अरू केही चलाउन पाउनु भएन मात्रै 1 2 3 गर्नुहोस् त ल यसलाई समाउँछ मान्नुहोस् यो सानै भयो नि बोतलमा ल हो उता फर्काउनुहोस् 5 6 गुड ठ्याक्कै यहाँ काम भइरहेछ 7 8 9 10 गर्ने रोक्ने यो पनि 5 चोटि दोहोरिन्छ अर्को यो पनि 5 चोटि दोहोरिन्छ यो पनि 5 चोटि दोहोरिन्छ दायाँ बायाँ गर्ने पनि 5 चोटि दोहोरिन्छ घुमाउने पनि 5 चोटि दोहोरिन्छ सबैलाई 5 चोटि दोहोऱ्याएर गर्नु पर्यो हजुरले सबभन्दा इम्पोर्टेन्ट दुईटा त्यो तन्काउने र यो 6-7 वटा मुभमेन्टहरूले एकदम ध्यान दिएर गर्नु है धेरै दुखिरह्यो भने यो मासुलाई होल्ड गर्ने त्यो बेल्ट पनि लाउने काम गर्नु पर्यो त्यस्तो भयो भने बेल्ट पाउँछ पाइन्छ यहाँ बाहिर पाइन्छ यहाँनिर लाउनु यहाँ धेरै दुखाइ छ होइन यस्तो हुन्छ ठ्याक्कै गोलो हुन्छ रिङ जस्तो ठ्याक्कै त्यो डल्लो हुन्छ र यसले ठ्याक्कै यो मासुलाई होल्ड गर्छ अनि यो होल्ड गरेपछि होइन भनेको दुखाइ चाहिँ हजुरलाई यहाँ हुन्छ त्यो टेन्डन यहाँदेखि आएको हुन्छ मेन मासु त यहाँ हो नि तपाईँको ओरिजिन यहाँ हेर्नुहोस् जस्तै मासुको त यहाँबाट सुरु भयो नि यहाँबाट सुरु भयो नि तर सुरुवात त हड्डीको टुप्पोबाट भएको छ कि दोरी चाहिँ ठुलो बल्क त यो हो नि त मासुको बल्क है त्यही भएर यहाँको चाहिँ मासुलाई होल्ड गर्यो भने सजिलो हुन्छ उहाँ चलाउनुलाई जस्तै हजुरको मैले यहाँ होल्ड गर्ने भने नारी उठाउनुहोस् त हल्का हो अब दायाँ यता ल्याउनुहोस् त हो यो मासु चल्न पाएन नि अब यहाँ जहाँनिर च्यात्यो त्यहाँ चल्न पाएन हो त्यही मात्रै काम गर्दैन त्यो बेल्ट यदि तपाईँलाई धेरै दुखाइ छ भने नत्र भने नलाउँदा पनि फरक पर्छ दुखाइ त छ ल त्यो फेरि काम गर्नुहुन्छ काम गर्नै पर्ने छ हो भने चाहिँ लाउने है म त्यहाँ लेखिदिन्छु बाहिर गएर आउनुहोस् त